हेलो हेलो एभ्रिबडीहरू गुड मर्निङ आज जटलार माइक टेस्ट हुँदैछ होइन एभ्रिबडीहरू कस्तो हुन्छ लेट्स सी माइक होइन आज न्यू माइक टेस्ट हान्दैछु म कसरी गुड मर्निङ एभ्री वान टक्कलार म चाहिँ काममा जानलाई रेडी हुँदैछु होइन रेडी पोजिसनमा वाट्सअप माई युट्युब फ्यामिली गुड मर्निङ एन्ड वेलकम टु माई भ्लग न्यू माइक आज टेस्टिङ हुँदैछ म भ्लग नबनाएको त धेरै भइसक्यो तर मेरो नयाँ नयाँ चिजहरू डेभलपिङ धेरै भइसक्यो लुगुटी मेरो कभर भइहाल्यो मैले हालेकै छैन अनि अर्को भनेको माइक भइहाल्यो एउटा माइक त चलेन त्यो बिग्रिहाल्यो होइन त्यसपछि मैले अर्को माइक किनेको हो माइक किनेको होइन गिफ्ट आएको मलाई माइक भ्लग लभर भएर मलाई गिफ्ट आएको एभ्रिबडीहरू चट्टा लाएर काममा जानलाई रेडी हुँदैछ होइन मलाई कामबाट चाहिँ भर्खरै फोन आइरहेको थियो मुसा हन्टिङ हान्न पर्यो मुसा हन्टिङ मुसा आयो हो मुसा धेरै मुसा आइरहेको छ भन्दै हुनुहुन्थ्यो सरले फोन गरेर आउनु पर्यो भन्दै हुनुहुन्थ्यो अनि टक्क लाएर म चाहिँ मुसा सुसा हान्नलाई जाँदैछु एयरपोर्टहरू चेक त भएन क्या भएन हेलो रोडहरू हेलो आज माइक टेस्ट हानेको यो साउन्ड रेकर्ड गरिसकेपछि चाहिँ सुन्नुपर्छ कि हिजोको भ्लग चाहिँ आज आउँछ आज बिहान आउँछ एभ्रिबडीहरू अब काममा गएर अपलोड गर्छु होइन अनि फेरि आजको भ्लग चाहिँ भोलि आउँछ होइन कुरा यस्तै छ के गर्नु यस्तै छ जिन्दगीमा होइन एभ्रिबडीहरू टक्क लाएर फुल एन्ड फाइन तरिकाले रेडी भएर पैसा पनि धेरै छैन मेरो चाहिँ धेरै कहानीहरू भन्नुपर्ने छ होइन एउटा रुमको बारेमा चाहिँ म एउटा सिङ्गै भ्लग बनाउँछु होइन म प्रति चाहिँ धेरै के भन्छ निष्ठ अनुष्ठ के भएको छ होइन दोस्तै भएको छ होइन म चाहिँ त्यो चाहिँ एउटा फुल भ्लग मार्फत हजुरहरूलाई कुरा सेयर गर्नेछु एभ्रिबडीहरू चाहे मान्छेहरूले राम्रो सोच्छ या नराम्रो सोच्छ आई डोन्ट केयर हजुर अब चाहिँ चट्टलार काममा जानुपर्ने हुन्छ चार्जर बोकेर जाने त्यही हो अब बाटोतिर भेटौँला है त माइक चाहिँ मैले गोजीमा हालेर हिँडेछ होइन किनभने हाल्न ठाउँ नै भएन कि अप्ठ्यारो भयो त्यही माथि यसमा च्याप्नु पनि यसमा च्याप्दा ज्याकेटले छेप्ने भयो कि त्यसलाई ज्याकेटले छेक्दा त झनै ओरिजिनल साउन्ड जस्तो पनि आएन माइकबाट अनि त्यही भएर चाहिँ मैले माइक चाहिँ गोजीमा हालेर काममा गइसकेपछि चाहिँ धेरै मलाई काम आउँछ भनेर चाहिँ गोजीमा हालेर हिँड्दैछु अब चाहिँ त्यही हो 4-5 मिनट म 8:47मा निक्लेको थिएँ अहिले 8:55 भयो अब 5 मिनटभित्रमा चाहिँ पुग्छ आइपुगिसक्यो लुकुटिस हेर्नु सक्नुहुन्छ हजुरहरूले अब चाहिँ पुगिदिइहालेँ काममा होइन टक्क सिधै दौडिनु पर्ने हुन्छ टक्क लाएर अब चाहिँ म टोपी लगाइसक्यो कोट लाउँदैछु होइन टक्क लाएर टिसर्ट खोलेर अब सर्ट चाहिँ लगाएर यसरी पारामा ब्याक क्यामेराले भ्लग नगरेर चाहिँ फ्रन्ट क्यामेराले बनाइरहेको छु मैले अनि किनभने ब्याक क्यामेराले त आफूलाई देखिँदैन नि त फ्रन्टमा त देखिन्छ नि त सर्ट लाएर कोट सर्ट लगाइदिउँ टक्क लाएर काम सुरु हाल्यो त्यसपछि काम त खासै छैन हिजो जस्तै मोमो बनाइहाल्यो आज खासै काम छैन त्यही हो अलिअलि मिजाहरू चाहिँ अलिअलि रेडी गर्न बाँकी छ तिनीहरू नै मेरो कामहरू चाहिँ अरू खासै त्यस्तो छैन भनौँ न यस्तो फोहोर भइसक्यो आफ्नो यस्तो फोहोर भइसक्यो रुममा पानी पनि छैन धुनलाई यस्तो फोहोर भइसक्यो लुगु त्यसमा दिस इज डर्टी आफ्नो रिक्समा सामान बोकी भिडमा मार्दैन तँलाई बसिरहेको छ रिक्समा हेर्दिन त्यो दायाँ बायाँ के राम्रो थियो दायाँ बायाँ हेर्दिन थियो केही आज डर लाग्दो खेलिरहेको छु हेर तेरो घर आएको थिएँ ढोकाएको थिएँ सर्ट लाग्नु गुडिसाले किचन लुक चाहिँ यस्तो छ होइन प्रायः यस्तो टिलीको टल्का जान्छ म बेलुका यो पुरै एभ्रिथिङ इज क्लियर के मेरो किचनमा चाहिँ बब्बाले क्लियर हुन्छ क्या एभ्रिबडीहरू लुकुटी चाहिँ एभ्रिबडीहरू टक्कलार साइड सलाद र गार्लिक चप गरेको अरू चाहिँ सबै हिजोकै हो सब बनाउनु पर्ने छ भने चाहिँ चिली ओइलदेखि लिएर कोरिएन्डर चप स्प्रिङ ओनियन चप सब हान्नु पर्ने छ अब चाहिँ खाना पकाउने टाइम पनि भइसक्यो अब खानासाना पनि बनाउनु पर्ने हुन्छ टक्कलार हानेर चिकन साथ चाहिँ चिकन लुकुटी चिकन र त्यसपछि साग स्पेसल सब चकाचक भइसक्यो मैले सब भरिदिइसक्यो यो हर्ससदेखि लिएर चिल्ली ओइलदेखि लिएर होइन जिजी पेस्टदेखि लिएर सब फुल एन्ड फाइन भरिदिइसकेँ मैले चाहिँ
अब के गर्नु बाँकी छ भन्दा यो दुईवटा चप चाहिँ सकेपछि मात्रै गर्नुपर्छ किनभने फेरि बिग्रिन्छ यसमै हाल्यो भने त्यहाँ चिकन हुँदैछ हाम्रो फ्राई स्पेसल फ्राई हुँदैछ चेरीबाट हाम्रो चाहिँ लास्ट अर्डर सकिसकेको छ होइन लास्ट अर्डर भनेको यहाँ बिरयानी बन्दैछ अनि यहाँ भाइले चाहिँ टक्क लगाएर भेज पकौडा बनाउँदैछ हामी कस्तो लागिरहेछ भाइ रमाइलो लागिरहेछ नि तर यस्तो धेरै टक्क जस्तै भएको छ किचन चाहिँ गुडिसकेको यस्तो छ पारा हाम्रो अति नै बब्बाल हेलो हेलो रोडहरू हेलो म चाहिँ फाइनली कहाँ रुममा आइपुगिसकेँ होइन चट्ट लाएर ड्रेस पनि चेन्ज हानिदिइसक्यो लुकुर्दी देख्न सक्नुहुन्छ फोनलाई चाहिँ अलिकति तल तानु होइन माइक छ नो टेन्सनवाला हो कि ब्रोहरू एभ्रीबडी यहाँ सब केटाहरू सबजना ग्याङस्टर टक्क लाएर ज्याकेट चाहिँ मैले खोलेको छैन किनभनेदेखि गर्मी हुँदैन जाडो हुन्छ नि त ज्याकेट लगाएर ठिक्क लेभलमा आउँछ त्यही भएर चाहिँ मैले ज्याकेट लगाएर चाहिँ एयरबडहरू लुकिदिस् मेरो चाहिँ माइकको कभर हो माइकको बक्स हो होइन यसमा नि आइफोन देखाएको छ नभए त हेर्न सक्नुहुन्छ हजुरहरूले आइफोन 16 प्रो म्याक्स नै हो नि फेरि यो पनि याद गर्नु होला नि टक्क लाएर नि फेरि आइफोन 16 प्रो म्याक्सको कभर हो नि फेरि नदेखाउँ कति फ्लेक्स हाने मात्र त्यसो नभनौँ यसले भन्ला होइन अनि फेरि यहाँ सबैले न्यू कभर आइफोन 16 प्रो म्याक्सको होइन अरू त के नै भन्नु सक्छु र दुःख धेरै छ एयरबडहरू म दुःख सुनाउन चाहन्छु मेरो यो रुमको बारे मैले बिहानै भनेको थियो मेरो चाहिँ त्यो धेरै सामानहरू गायब भएको छ होइन म चाहिँ यो पनि एउटा फुल भ्लग बनाउँछु कसरी के कस्तो तरिकाले गायब भयो भनेर होइन एयरबडहरू त्यही हो म चाहिँ रुममा आइपुगिसक्यो फाइनली आज चाहिँ स्कुटीमा आएको अनि आएर 2 बाल्टी पानी थापेर पानी सानी थापेर पनि आएर पनि फुल एन्ड फाइन तरिकाले चाहिँ मैले क्लियर कट भइसक्यो मेरो चाहिँ होइन चट्टलार पानी सानी ताने रेडी गरेर आइसक्यो अब चाहिँ आफूलाई कति समयमा चाहिन्छ त्यही अनुसारले पानी सानी थापिसक्यो माइक चाहिँ हटाउनु पऱ्यो त्यही हो एयरबडहरू होइन हेलो चेक त्यही हो अब चाहिँ त्यही हो अब बाक्सा साक्सा लिएर आएको छु लुगासुगा प्याक गर्नलाई रुम सर्नुपर्ने हुन्छ त्यही भएर लुकुटिस बाक्सा हेर्नु सक्नुहुन्छ हजुरहरूले त्यो बाक्सा ल्याएको छु किनभने मेरो चाहिँ भ्लग स्लग यता मेरो भिडियो सिडियो खिचिदिने मान्छे चाहिँ छैन मसँग त्यही भएर चाहिँ फोन किन्ने स्ट्यान्ड राखेको छु फोन स्ट्यान्ड पनि यताउता घुम्दैन नि त एउटै लेभलमा बसिरहेको हुन्छ त्यही कारणले गर्दा चाहिँ डन्ट माइन्ड यताउता जाँदा म नआउन सक्छु म गायब हुन सक्छु दिस इज माई सानो तिनो ड्रिम रुम होइन एभ्रीबडीहरू टक्क लाएर यतातिर छ म देखाउँछु हजुरलाई पुरै मेरो लुक्सहरू यस्तो छ मेरो रुम लुक त्यस्तोवाला यहाँ क्यापस्याप राख्ने टक्क लाएर मेरो यहाँनिर अझै मेरो यहाँ 2 थरी यार्ड हुन्थ्यो नि त हजुरहरूले नोटिस गर्नु भएको छ कि भएन त्यो चिज चाहिँ मेरो गायब भएको छ यो रुमबाट त्यही हो आजको लागि म यो भ्लगमा बनाउने छु अवश्य बनाउँछु होइन म कसैले जे भन्छ आई डोन्ट केयर त्यही हो आजको लागि चाहिँ यति नै होइन बाई बाई गुड नाइट टेक केयर लभ यु मोर एभ्रीबडी